नमस्ते नमस्ते वेलकम छ मेरो छोटो मिठो भ्लगमा चाहिँ आज चाहिँ भ्लगको दोस्रो दिन हो। पहिलो पहिलो नयाँ नयाँ माया गरिदिनुको सपोर्ट गरिदिनुको साथ दिनको हजुरहरूले। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो भनौँ है। फर्स्ट भ्लग चाहिँ हिजो आइहाल्यो, आज चाहिँ सेकेन्ड भ्लग हो। सुनाउने छु बेस्ट टपिक इक्जाममा कस्तो क्वेसनहरू आएको थियो, कस्तो आएको थियो, फेल हुन्छ कि पास हुन्छ हजुरलाई सुनाउने छु। त्यो चाहिँ हामी त्यो बेस्ट टपिकको इक्जाम दिन जान लागेको, पढेर त त्यस्तो गरेको छैन। कस्तो इक्जाम दिँदा चाहिँ अब अनुभव पक्कै पनि हजुरहरूलाई सेयर गर्नेछु। सायद सेकेन्डचोटि चाहिँ मेरो इक्जाम दिनु मन लाग्यो, तर फर्स्टचोटि भन्दा चाहिँ यसचोटि अलिक धेरै डर लागिरहेको छ इक्जाम दिँदा। र फर्स्टचोटि चाहिँ फुल तयारी थियो, त्यही नि पास भएन। अब सेकेन्डचोटि चाहिँ हल्का अब तयारी अलिक कम भएको छ, तयारी पुगेको छैन जे होस्, त्यही भएर अलिक डर लागिरहेको छ। कस्तो हुन्छ अब हजुरहरूलाई सुनाउने छु। मेरो साथमा छ मेरो भाइ, देख्न सक्नुहुन्छ यो चाहिँ मेरो भाइ हो। पास भएन फेल भयो भन्ने टेन्सन लिएर नि कामै छैन क्या, होइन त। अनि इक्जाम बिगारेर आइयो। अब के गर्नु, फेरि यसचोटि पनि धाउँ ठकिहाल्नु। पोहोर साल 36 भेज, साल 35, अर्को साल 34 भनेपछि कहिले पुगिँदैछु कोरिया थाहा छैन। के साह्रो हालेको लिसनिङ पनि नसोचेको लिसनिङ रहेछ यार। सोच्दै नसोचेको नयाँ प्याटर्नको लिसनिङ एउटा दुइटा त हालिदिने यार। यत्रो भागाभरि 7वटा लिसनिङ मैले ठस्काइदिएर अरूलाई के हालिदियो होला यार। अब के गर्नु, इक्जाम क्वेसन बिग्रिहाल्यो। अबे म त 87.5 देखाउँदा त सदमामा एकछिन त राम त कहाँ जानु। अब के इक्जाम दिनु, कसरी दिनु, अब त्यसको लागि तयारी गर्नु, कस्तो तयारी गर्नु। अब चाहिँ त्यसको लागि तयारी गर्नु अन्त पढाएको थिइनँ, पास हुने चान्स त 0 नै थियो, त्यही भएर पनि होला। अब अब केटाहरूले के हाल्नु हुन्छ, दारू पाइयो। अब केटाहरूले कोले के गर्ने हो थाहा छैन। कहिले फोन गरेन, उठाएनस् त्यो अघि फोन आएको मलाई थाहा भएन। म सालेमा राखिदिएको थिएँ, कोही धेरैले बिगारेन, कोहीले सुधारेन। फेरि इक्जाम खेलेर सबैले भइहाल्छ, सबले बिगारेन कि एउटा दुइटा चाहिँ निस्किने होइन। एक दुइटा तर के भयो भन्दाखेरि मैले लिसनिङले गडबड बनाइदिइहाल्यो कि मलाई त्यहाँ। जस्तै गडबड भयो नि त्यो लिसनिङमा म त पुरै सोधेँ के हो कि त्यो लिसनिङ बुझ्दै बुझ्दैन। यसरी मैले पोहोर साल पढेर रिग्रेट, यसरी नपढेर रिग्रेट छट है। यसचोटि पनि फेरि कोरिया फाटेन, गाह्रो छ होइन। अब खाजा खान चाहिँ जानुपर्छ। खाजा घर भनेपछि के खाजा खाने हो?